कुन देश जाने भनेर आउनु भएको थियो? म मलेसिया जानु भनेर आएको हैन। हजुर। मलेसियामा चाहिँ हामी यहाँ नेपालको एयरपोर्टबाट हामीले नपठाउने भयो हैन। हजुर। हामीलाई फेरि यताबाट घुमेर इन्डियाबाट चाहिँ पठाउने कुरा गरिरहेको छ यिनीहरूले हैन। अनि पैसा चाहिँ हामी बैङ्क मार्फत दिन्छु भनेको मान्नुहुन्न यिनीहरू हैन। हजुर। अनि यहाँ पैसा गइरहेको छ हैन। अनि मैले यहाँ 3,30,000 पैसा छ, 50,000 पहिल्यै डिपोजिट राखेको छ। हजुर। अनि यहाँबाट 3,80,000 यहाँबाट तिरेर अनि 4,000 रिङ्गिट मलेसियामा पैसा काट्छ भन्छ यिनीहरूले। अनि हामी एकदम गाह्रो भइरहेको छ क्या। तपाईहरु भन्नुहुन्छ नयाँ सरकारले नयाँ रुल ल्यायो अरे। के रुल ल्यायो? कस्तो रुल ल्यायो? नयाँ सरकार आएको 2-3 महिना पनि भएको छैन। भर्खर त्यो 1-1.5 महिना जति भएको छ। हामी 5 लाख तिरेर मलेसिया गइरहेको छौँ। 5 लाख तिरेर हामी मलेसिया गइरहेको छौँ। एकजना म छु यहाँ, एकजना दाइ हुनुहुन्छ हैन। अरूजना चाहिँ कोही कन्ट्याक्टमा छैन, अरूजना चाहिँ कोही कन्ट्याक्टमा छैन। कसैले 5 लाख तिर्यो होला, कसैले 6 लाख तिर्यो होला। तर दाइ तपाईँले कति तिर्नुभयो? मैले 5 लाख 5,000मा आएको छ हैन। हजुर। अनि हामीले त्यो डिस्काउन्ट गर्न भनेको मान्दैन यिनीहरूले हैन। हामीले पुरा घुमाइरहेको छ कि यिनीहरूले। हजुर। हैन हामीले अनि पैसा अलिअलि घटाइदिएन र हामी जान्छौँ भनेको पनि मान्दैन हैन। अनि हामीले अब फोन गर्न ला सिधै भन्दैन। तपाईँहरू देख्न सक्नुहुनेछ हामी 5 लाख तिरेर मलेसिया जाँदैछु वैदेशिक रोजगारीमा। अस्ति बारेनको नयाँ सरकारहरूले अब 10,000 भन्दा बढी लिने मेन पावरको सिधै लाइसेन्स नै खारिज गर्ने भन्नुभएको थियो होइन। हामी रेस्टुरेन्टमा गइरहेको छु। हाम्रो अब भिसा पनि त्यही मिनिमम 4-5 महिनापछि आयो। ती 4-5 महिना झुल्यायो, 1-1.5 महिनामा काम हुन्छ भनिरहेको थियो। त्यही पनि नयाँ सरकार आयो। नयाँ सरकार आएर अझ ती 10-15 दिन त्यसै वेट गरायो। अझ हामीलाई यो नेपालको एयरपोर्टबाट पठाइरहेको छैन। फेरि 5 लाख तिरेर पनि 5 लाख यहाँको तिरेर अझ ती पैसा तिरेर अझ पनि हामीलाई नेपालको एयरपोर्टबाट उड्न दिइरहेको छैन यो मेन पावरले। अब भोलि सिधै यहाँ इन्डिया पठाउने रे, इन्डियाबाट कलकत्ताबाट मलेसिया पठाउने रे। के